छवि भन्ने गीत र नृत्यबाट बाँकी गीत गर्दैछन्। जति पिर परे नि जन्माथि क्षमा क्षमा नचिदेऊ साथी जति पिर परे नि जन्माथि क्षमा क्षमा नचिदेऊ साथी जति पिर परे नि जन्माथि जति पिर परे नि जन्माथि जति पिर परे नि जन्माथि भैलो पुस्तौदेखि हाम्रै मौलिकपनमा चिनारे भई बसेको छ जना जानेको मनमा देउसी भैलो पुस्तौदेखि हाम्रै मौलिकपनमा चिनारे भई बसेको छ जना जानेको मनमा दुःख बिसाउन हजुर दुःख बिसाउन देउसी आए आँगनीमा सँगै नाचौन देउसी आए आँगनीमा सँगै नाचौन जति पिर परे नि जन्माथि क्षमा क्षमा नचिदेऊ साथी जति पिर परे नि जन्माथि जति पिर परे नि जन्माथि जति पिर परे नि जन्माथि धन्यवाद साथीहरू। अब यसपछि फेरि अर्को जोसिलो गीत र नृत्य आउँदैछ। यो चुलीमा घाम भन्ने गीत र नृत्य। हामी सबै एकै चिजको कमी हाम्रोमा के छ भने ताली। ताली सबैले बजाउनु पर्छ कलाकारहरूले है। ल बाँकी गीत र नृत्यबाट यसरी एउटा त्यो सरिता
पानी दे दो सबको ये मलाई चुलीमा झुल्कियो घाम वनको चारी उडेको भुरुरु आकाशमा देख्छु धुवालो मन त फेरि जल्दैछ हुरुरु मन त फेरि जल्दैछ हुरुरु बारम्बार जनतामाथि धोका गरी भाछ जनताको नजरले सबै देखिरहेछ बारम्बार जनतामाथि धोका गरी भाछ जनताको नजरले सबै देखिरहेछ एक छोडी अर्को मुनि हामी दास हुन्न एक जोडी अर्को मुनि हामी दास हुन्न अखण्ड यो देशलाई टुक्रा हुन दिन्न अखण्ड यो देशलाई टुक्रा हुन दिन्न यो चुलीमा झुल्कियो घाम वनको चारी उडेको भुरुरु आकाशमा देख्छु धुवालो मन त फेरि जल्दैछ हुरुरु मन त फेरि जल्दैछ हुरुरु धन्यवाद कलाकार साथीहरू। अब हामी धेरै ठाउँका पाउनु भएको हुँदा हाम्रा टिमलाई जग्गा जग्गाबाट तपाईँहरूको टिम कतिखेर आउने भनेर यता कता सुनाउन सकिसकेको छ। त्यसले गर्दाखेरि म त धेरै नै छ एक घन्टा दुई घन्टा यहाँ रमाउने नाच्ने डुल्ने तर सहयोग गर्नु पाउनु भएको हुँदा आदरणीय घरबेटी दिदी दाजु भाइ दिदी बहिनी सबैलाई एकचोटि यो गीत र नृत्यमा आएर छमछमै नाचिदिँदै कलाकारको साथमा रमाउनुमा हामी अनुरोध गर्दै बाँकी घरबेटीलाई म अनुरोध गर्न चाहन्छु आएर नाचिदिनु लागि। तो जा सकते हो, मजा लिए हो, जा सकते हो। अच्छा सेट किए पहले ग्रुप में वीडियो डाल दिया ना। मान्छेको जुनी दुई दिनको हुने थाकेको पाउना मान्छेको जुनी दुई दिनको हुने यो थाकेको पाउना बैसालो जोबानी खेर आउँछ Thank you.
झोला निकाल्दा हुन्छ यो घरलाई लक्ष्मी माताले दिए आशीष यो घरलाई लक्ष्मी माताले दिए आशीष यो घरलाई कुल र पितृले दिए आशीष यो घरलाई कुल र पितृले दिए आशीष आहै भन भन भाइ हो आहै देउसुर भन आहै राम्ररी भन आहै यो घरलाई आहै कुल देवताले आहै रक्षा गरौँ बाग्लुङैको कालिका माईले दिए आशीष बाग्लुङैको कालिका माईले दिए आशीष पोखराको बिन्दवासिनी माईले दिए आशीष पोखराको बिन्दवासिनी माईले दिए आशीष आहै बाग्लुङैको आहै कालिका माईले आहै रक्षा गरौँ आहै पोखराको आहै बाराहीले आहै रक्षा गरौँ पाल्पाको सिद्ध बाबाले दिए आशीष पाल्पाको सिद्ध बाबाले दिए आशीष भाइलो हेर्नुहोस् भाइलो भोपाली भाइलो हेर्नुहोस् देखियो अर्जुन दाई Hey,
आयो भाई आइए भाई कैमरे में आइए भाई कैमरे में आइए कैमरे में आइए आओ नरेश भाई सामने देखो समाज को यो 2082 को खेलिएको जनवरी भइलो आज हाम्रो आइतबार बाइपासमा भइसकेर आउँदाखेरि हामी श्री तेजबहादुर राईजीको घरमा आएका थियौँ। यो भइलो हामीले गीतका भाकाहरूबाट नृत्यहरूबाट हाम्रा वर्ष 2082 को शुभ दिवालीको आशिषबाट भट्टाएर यहाँलाई शुभकामना दिइसकेका छौँ। हामी विभिन्न ठाउँमा यो भोपालको सहरमा विभिन्न ठाउँमा पनि हामीलाई तपाईँको टिम कतिखेर आउँछ भनेर फोन आइरहेको हुँदा हामी अझै अरू टिममा यो टिम अन्त जाने समय भएको हुँदा यहाँ धेरै समय दिन चाहँदै पनि हामी खेल्न सकेनौँ। त्यसले गर्दाखेरि वर्ष 2082 सालको शुभ दिवालीको अवसरमा देशभरका परिवारलाई मूलपूर्व आशीर्वाद नेपाली एकता समाज भोपाल नगर समितिको तर्फदेखि र यो भैरव टिमको तर्फदेखि श्री तेजबहादुर राई जो हाम्रो मूलपूर्व आशीर्वाद नेपाली एकता समाजको सदस्य हुनुहुन्छ, उहाँहरूको घरमा सुख समृद्धि उन्नति प्रगतिको कामना सहित यस दिवालीको शुभ अवसरमा हामी सबैले शुभकामना दिँदै यहाँ हामी बिराउन चाहन्छौँ। फेरि नम्बर बाँचे हालेर साथै अर्को सालमा फेरि यसरी नै रमाउने अवसर मिल्नेछ भन्दै हाम्रो भैरव टिम यहाँबाट बिताउने अनुमति चाहन्छ। हस्त धन्यवाद अभिवादन। साथीहरू जसको गाडीमा साथीहरू मिलेर आउनु बस्नुभएको छ सेम त्यही लोकेसन अनुसार सबै साथीहरू आफ्नो गाडीमा समातेर बस्नमा अनुरोध गर्न चाहन्छु।